के तपाईलाई फोटिक स्निज रिफ्लेक्स भनेको के हो थाहा छ? यदि थाहा छैन भने चाहिँ यो भिडियो चाहिँ तपाईको लागि है त। फोटिक स्निज रिफ्लेक्स चाहिँ तपाईलाई पनि हुन सक्छ हैन, तर तपाईलाई चाहिँ त्यो नर्मल हो जस्तो लागेको हुन सक्छ, तर युजुअली सबै मान्छेलाई चाहिँ फोटिक स्निज रिफ्लेक्स चाहिँ हुँदैन रहेछ हैन। फोटिक स्निज रिफ्लेक्स भनेको चाहिँ यो चाहिँ डिजिज हो हैन, तर एउटा कन्डिसन हो जुन चाहिँ 10 to 35% अफ द पपुलेसनलाई चाहिँ यसले अफेक्ट गरिरहेछ हैन। यो चाहिँ अटोसोमल डोमिनेन्ट डिजिज हो, सरी कन्डिसन हो। अनि यो फोटिक स्निज रिफ्लेक्समा चाहिँ के हुन्छ भन्दा जस्तो हामी चाहिँ नर्मली अलिकति नर्मल एडजस्ट भइरहेको ठाउँदेखि चाहिँ हामी एकदम ब्राइट लाइटमा गयौँ अथवा सनलाई चाहिँ हामीले डाइरेक्ट फेस गर्यौँ भने चाहिँ त्यस्तो कन्डिसनमा चाहिँ एकदम सिरिज अफ स्निजिङ चाहिँ इनिसिएट हुन्छ है। जुनको एउटा थ्योरी छ, हाम्रो जुन अप्टिक नर्भ हुन्छ त्यो चाहिँ इरिटेट हुन्छ र त्यसले चाहिँ सिग्नलहरू मिक्स गरिदिएर अनि स्निज चाहिँ इनिसिएट हुन्छ भनेर चाहिँ भन्छ हैन। अनि मलाई चाहिँ के लाग्थ्यो भने पहिला चाहिँ मेरो मम्मीलाई पनि छ अनि मलाई पनि छ हैन। अनि मलाई चाहिँ सबैजनालाई त्यस्तै हुन्छ जस्तो लाग्थ्यो कि। अनि त्यसपछि एक दिन चाहिँ के भयो भन्दाखेरि मेरो एकजना साथीलाई चाहिँ रुगा खोकी समथिङ यस्तै के लागिरहेको थियो अनि उसलाई चाहिँ कस्तो हाछी हौला हौला जस्तो भयो, आइरा हैन कि कस्तो गाह्रो भयो भने। अनि त्यसपछि मैले चाहिँ लाइटमा हेऱ्यो भने घाममा हेऱ्यो भने आउँछ भनेर भने क्या हैन। अनि त्यसपछि चाहिँ कहाँ त्यस्तो हुन्छ, आउँदैन भनेर भनौँ। अनि त्यसपछि त्यस्तो त सबैलाई नहुने रहेछ भनेर चाहिँ मैले थाहा पाएको है। अनि आज चाहिँ मलाई किन याद आयो भन्दाखेरि फोटिक स्निज रिफ्लेक्स हुने मान्छेलाई चाहिँ रुगाखोकी लाग्यो भने त्यो चाहिँ झन् एकदमै धेरै सफरिङ हुन्छ क्या। अनि मैले लगभग 50-60 चोटि चाहिँ हाछ्यु गरिसकेँ क्या। रुगा पनि लागिरहेछ, त्यसले गर्दाखेरि अलरेडी इरिटेसन भइरहेछ नाजल क्याभिटीको यो जति पनि सेल्सहरू छ हैन, म्युकस मेम्ब्रेन। अनि त्यही माथि त्यो स्निज रिफ्लेक्स पनि भएको भएर अलिकति शिफ्ट भयो, पोजिसन शिफ्ट भयो भने पनि त्यसले गर्दाखेरि पनि स्निजिङ चाहिँ एकदम धेरै कन्टिन्युअस आइरहेको हुन्छ। के तपाईलाई नि छ त त्यस्तो?